केही दिन अगाडि सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुभएको छ र उक्त सम्पत्तिमा उनको ब्याङ्क ब्यालेन्समा 1,46,00,000 रुपैयाँ रहेको र उक्त पैसा सामाजिक सञ्जालबाट कमाएको उहाँले उल्लेख गर्नुभएको छ। दोस्रो नम्बरमा उनले 190 तोला सुन उनकी श्रीमती सबिना काफ्लेको नाममा रहेको र सबिना काफ्लेलाई उनको माइतीले पैतृक सम्पत्ति दिएको यानि कि सरल भाषामा दाइजो दिएको बताइएको छ। यो कुरा हामीले अलिकति शंकास्पद लागेर हाम्रो टिमले 2-3 दिन रिसर्च गरेका छौं र केही पत्ता लगाएका छौं। आउनुहोस् यो 190 तोला बालेन शाहलाई आएको दाइजोको बारेमा हामी राम्ररी बुझौं। यो बारेमा बुझ्न अघि सबैभन्दा पहिले हामीले उहाँलाई बुझ्न पर्ने हुन्छ र उहाँ अरु कोही नभएर उहाँ हुनुहुन्छ झमक काफ्ले सबिना काफ्लेका बुवा जो हाल मोरङको उर्लाबारीमा बसोबास गर्छन्। अब 190 तोला सुन दिने भनिसकेपछि तपाईहरुको मनमा पक्कै ठुलो व्यापारी अथवा पुर्ख्यौनी धनी मान्छे नै हो। ये माछाल खाते नि झोले नि तँसँग यत्रो टिम रहेछ त तँहरूले यति सर्च गर्ने रिसर्च गर्न सक्ने तेरो टिम रहेछ त पहिला सुरुमा गएर तेरो ब्रो पचण्डे र तेरो बाउ केपी ओली तिनीहरूको गएर चेक गर। तिनीहरू पहिला आउँदाखेरि तिनीहरूले कति देखाएको थियो र अहिले कति छ पहिला सुरुमा त्यो गएर तैँले चेक गर बुझिस्। त्यसपछि मात्रै हामी पनि मान्छौँ तँलाई। साला खाते नि झोले नि हुतियारी नि तिमीहरूको प्रब्लम चाहिँ के हो भन् त? तँहरूले कमाउनु सकेन त्यही हो तँहरूको प्रब्लम। साला खाते नि जहिले पनि घरि के बनाहा घरि के बनाहा। तँहरूलाई त्यति नै प्रब्लम छ भने पहिला सुरुमा गएर तेरो बाउहरूलाई यो प्रश्न सोधै। पहिला सुरुमा गएर तेरो बाउहरूदेखि खोज तलास गरेर आइज अनि मात्र अहिलेको सरकारसम्म आइज। जुन सरकारले चाहिँ अहिले भर्खरै सरकारमा आएको छ जसले चाहिँ पहिला राजनीति नै गरेको छैन त्योहरूदेखि चाहिँ तँहरूलाई यत्रो प्रब्लम कहाँबाट कमायो के गरेर कमायो किन देखाउने जासुकैबाट कमाए पनि को तँ हो चाहिँ को तँलाई देखाउनलाई नदेखाए पनि तँ कोही पनि होइन बुझिस्। तँ जस्तो झोलिनेहरूले केही पनि गर्दैन देखाउँदैन। तैँले के गर्छस् पहिला तेरो बाउहरूको लिएर आइज। तेरो त टिम रहेछ नि त होइन। पहिला तेरो टिम लगेर पहिला तेरो बाउहरूको कति चाहिँ के छ त्यो लिएर आइज पहिला। अनि तेरो आमाहरू छ नि तेरो बाउको जति पनि छ नि तिनीहरूले कति तोला सुन लगाएको छ त्यो सबै निकालेर लिएर आइज त खाते नि। अनि मात्रै तैँले बोल नभए त्यतिकै आएर जे पाइ त्यो नबोल।